उम्, गुड इभिनिङ गुड इभिनिङ। अब यो आज हामी दोस्रो दिनको श्रृङ्खलामा हामीले के भन्नु खोजिरहेका छौँ भन्दाखेरि सम्भवतः यहाँनिर युज गरिरहेको कुनै पनि जस्तो कि हिजो हामी आरएसआईको अलिकता कुरा गरिरहेका थियौँ र लिड पर्पोजको कुरा गरिरहेका थियौँ भने आज अलि छुट्टै टपिक्समा अलिकता छुट्टै टपिक्समा हामी के कुरा गर्न खोजिरहेछौँ भन्दाखेरि कुनै पनि प्राइसको कुनै पनि स्क्रिप्टको अब हामी इन्डेक्सको नभनिकन स्क्रिप्टको स्ट्रक्चरलहरू डेभलप भइरहँदाखेरि हामीले एप्लाई गर्ने एउटा सामान्य उदाहरण यो एकदमै सजिलो हामी कुरा गरिरहेका छौँ। हामी मेकानिकल ट्रेड सिस्टमकै कुरा गर्न खोजिरहेका हौँ र त्यसले कुरा गरिरहँदाखेरि यसमा आज हामीले जस्तो कि यो हेर्नुभयो भने आज नर्मल्ली यहाँ हेरिरहँदाखेरि जस्तो कि यहाँ जानुभयो यो भोल्युम राख्नुभयो भने आज हेर्नुभयो भने भोल्युम कति आएको छ भन्दाखेरि 6 चान्चुनको हाइड्रो पावरको भोल्युम आइरहेको छ। यो हाइड्रो पावरको भोल्युम यहाँ हेरिरहँदाखेरि यो हेरिरहँदाखेरि हामीलाई 20 दिनको यो भोल्युमहरू बढेको देखिरहँदाखेरि हामीलाई खुसी लागिरहेको हुन्छ होइन, अथवा यो भोल्युमले के भन्न खोजिरहेको छ अथवा योले के गर्न खोजिरहेको छ भनिरहँदाखेरि पनि हिजो पनि हामीले एउटा कुरा गरेको थियौँ। जस यहाँ जानुभयो, यहाँ यसलाई क्लिक गर्नुहोस्, यहाँ क्लिक गरिसकेपछि भोल्युम राख्नुहोस्, भोल्युममा यो हरियो नै छ, कुरा ठिकै भयो। त्यस सँगसँगै यहाँनिर जानुभयो भने यहाँ के गर्नुभयो भन्दाखेरि यहाँ यहाँ जानुभयो भने नर्मल्ली भोल्युम एमएलाई मार्क गर्नुहोस्, यो तलकोलाई पनि मार्क गर्नुहोस् स्मुथलाई। यसले चाहिँ नि क्रस ओभरको हामी चेक गर्न खोजिरहेको। हामीले हिजो यसलाई ग्रिन बनाएका थियौँ, आज पनि हामी त्यही कन्टिन्युटी गर्छौँ। यसलाई ग्रिन बनाइदिउँ, अलि मोटो बनाइदिए र यहाँनिर हामीले चाहिँ नि अलिकता यसलाई चाहिँ नि हामीले सजिलोले हेर्नुले गरेर हामी यसलाई पहेँलो बनाइदिउँ। अब यहाँनिरको डिफ्रेन्सेस हिजो जस्तै हिजोको कुराको श्रृङ्खलाको कुरामा यहाँ जोडिरहँदाखेरि आज चाहिँ नि मैले यो भोल्युमलाई चाहिँ नि मार्क गरेर है यो 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 ग्रिन भइरहेको यो पोजिटिभ हुँदाखेरिको यो माथिको ग्रिन हुन्छ, यो माथिको ग्रिन हुन्छ होइन, नेगेटिभ हुँदाखेरि रेड हुन्छ है मार्क लाइन चाहिँ नि। अहिले मैले यहाँ भोल्युमलाई एकदमै सिग्निफिकेन्टली के कुरा गरेँ भन्दाखेरि यहाँ हामीले जसरी यो यो दुइटाको क्रस ओभरको भोल्युमले हामीलाई डाउनफलको स्टार्ट भयो भनेर भनिरहेको थियो होइन, एउटा राइज भयो त्यसपछि डाउन भयो भनिरहेको थियो भने यहाँनिरको भोल्युमले हामीलाई चाहिँ नि पोजिटिभ भाइब छ भनिरहेको थियो है। पोजिटिभ छ मार्केट चाहिँ नि मार्केट के हुन्छ भोल्युम चाहिँ नि पोजिटिभ छ भनिरहेको, भोल्युम इन्क्रिमेन्ट भएको छ। त्यो सँगसँगै हामीले प्राइसलाई अब जस्तो कि हार्मोनिक र डाइभर्जन, भोल्युममा हार्मोनिक र डाइभर्जेन्स हुन्छ। भोल्युम हार्मोनिक भनेको चाहिँ नि भोल्युम बढेसँगै प्राइस बढ्नु, प्राइस बढेसँगै भोल्युम पनि सेम दिशामा बढ्नुलाई हार्मोनिक भन्छ। डाउन ट्रेन आउनु अथवा के अरे अप ट्रेन्डमा जाँदाखेरि त्यसरी नै बढ्नुलाई भन्छ होइन। एक अर्काको बिचमा कम्बिनेसन नहुनु, कहिले प्राइस बढ्दाखेरि भोल्युम नबढ्नु, कहिले भोल्युम चाहिँ नि नआउनु अनि चाहिँ नि प्राइस बढिरहनु, अथवा प्राइस चाहिँ नि एकदमै बढ्नु, भोल्युम चाहिँ नि आउँदै नआउनु होइन। बढी दुइटा, एउटा भोल्युम बढिरहनु प्राइस नबढ्नु, यो त्यो जम्मा चारवटा सेक्सन हुन्छ होइन, मेनली हार्मोनिक र डाइनामिकको कुरा गरिरहँदाखेरि हो। अब यहाँ हार्मोनिक र डाइभर्जेन्सको कुरा गरिरहँदाखेरि दुईवटा कुरामा अब यहाँ सँगसँगै यो कुरा गरिरहँदाखेरि आज चाहिँ नि हामीले युज गरिरहेको, आज हामीले यसमा अलि निचोड गरेर कुरा गरिरहँदाखेरि पनि नि हामी एकदमै सामान्य मानिसलाई, कुनै पनि सामान्य मानिसलाई केही पनि लगाउन नआउने मान्छेलाई, जस्तो कि यो मैले यहाँनिर यो मार्क गरिरहँदाखेरि यसलाई मैले अहिले हटाइदिएँ। यहाँ जर्नली हेरिरहँदाखेरि के भइरहेको छ भन्दाखेरि यो सरसर्ती हेरिरहँदाखेरि हामीले यहाँबाट यहाँ किनेको भए हुन्थ्यो अनि अथवा यहाँ किनेको भए हुन्थ्यो, यहाँ बेच्नुपर्ने रहेछ, यहाँ किन्नु पर्ने रहेछ, यहाँ बेच्नुपर्ने रहेछ। यो चाहिँ नि हामी रफली फिगर बनाइरहँदाखेरि हेर्ने भन्ने खालको कुरा हो। र कति कति कुराहरू कति मानिसहरूलाई टाइम फ्रेमको बारेमा अलि राम्रो जानकारी पनि छैन होइन। यो टाइम फ्रेमको हामी कुनै दिन कुरा गरौँला, के भन्न खोज्छ टाइम फ्रेमले भनेर। आज चाहिँ नि मैले सामान्य सामान्य कुनै एउटा कम्पनीको यसमा हेरिरहँदाखेरि जस्तो कि यहाँनिर मैले यो हेरिरहँदाखेरि के भन्न खोजिरहेँ, अथवा जस्तो कि यो हामीले यो माइक्रोको कुरा गर्नुभयो भने होइन, स्किपको कुरा गर्नु, स्किप बेसिसमा कुरा गरिरहँदाखेरि माइक्रोको कुरा गरिरहँदाखेरि ओहो यो त बढेछ, यो बढिरहँदाखेरि अब मैले के गर्ने, ओहो साँच्चै के बढेर अब किन्नुपर्छ कि पर्दैन भनेर कुरा गरिरहँदाखेरि पनि नि हामीले
यदि हामी नम्बरसित अथवा कुनै इन्डिकेटर बेससित ट्रेड गरिरहेका छौँ भन्यो भने त्यसमा बेस चाहिँ नि के हुन्छ, त्यसले तपाईँलाई दिएको सिग्नल जहिले पनि क्लियरली कुरा गर्नु पर्यो। जस्तो कि यहाँ हेरिरहँदाखेरि यहाँबाट यो खसिरह्यो, यहाँ त ग्रिन पनि भएको थियो होइन, यहाँबाट यो बढ्दै बढ्दै गयो, यहाँनिरबाट यहाँसम्म एउटा लोय बढ्यो अनि त्यसपछि सरर लागेर फेरि खस्यो होइन, यहाँबाट बढिरहँदाखेरि यो हाइलाई ब्रेक गरेन, यो गरिरहँदा तल आइरहेको कुरामा यो बन्यो। जति कुरा गरिरह्यो भने पनि हामी दिनरात हजारचोटि जे कुरा गऱ्यो भने पनि यसले हामीलाई केही पनि निचोड ल्याउँदैन। किन भन्दाखेरि हामीले त्यो स्किल डेभलप गरेकै हुँदैनौँ। किन, मलाई कुन लेभलमा प्राइस बढेको ठिक हो, कुन लेभलमा प्राइस बढेको ठिक होइन, यहाँ बढ्नुपर्ने थियो ला ऊ भनेर कुराहरू हामी धेरै 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 मानिसहरूको कन्फ्युजन त्यही नै हो। र यो कन्फ्युजन नहोस् भन्नको लागि यो हामीले यो श्रृङ्खला सुरु गरेका छौँ होइन, हामी क्लास पनि गर्छौँ भनेर अस्ति पनि भनिसकेका छौँ। र यदि हाम्रो रिक्वायरमेन्टको कुरामा हामीले कुरा गरिरहँदाखेरि हाम्रो रिक्वायरमेन्टको कुराहरू जस्तो कि हामी यो पछि कुरा गर्दै गर्दै जान्छौँ होइन, यसमा हाम्रो एउटा नम्बर चाहिँ नि हामी यहाँनिर एउटा यहाँ एउटा कुरा गर्न खोजिरहेको, जस्तो कि यहाँ हेर्नुभयो भने मैले एउटा यहाँ नम्बरको कुरा गरिदिन्छु होइन। यो एउटा नम्बर चाहिँ नि हाम्रो टेल नम्बर हो होइन। ल यहाँ मैले एउटा लेखिदिएँ होइन, यो चाहिँ नि 6484 है। यो नम्बरलाई मैले यो अलिकता यो माथि गरेर मैले यसलाई ठुलो बनाएर राख्थेँ। र यो कुरा गरिरहँदाखेरि हामीले के भन्न खोजिरहेका भन्दाखेरि यो यो नम्बरमा मैले यहाँ राखिदिएँ। यदि रिक्वायरमेन्ट र कुराहरूमा हामी चित्त बुझ्दो छ भने पनि म्यासेज गर्नु, जे गर्नुभयो भने यो नम्बर चाहिँ नि यो हो। हाम्रो 3 किसिमको कोर्स हुन्छ पनि भनिसक्यौँ होइन। यो कुराहरू गरिरहँदाखेरि हाम्रो फेसबुक आइडी पनि छ, फेसबुक यही ट्रेड भाइबको लोगोमा पनि छ अथवा सुकुराममा पनि छ है। यो कुरा गरिरहँदाखेरि यहाँनिर मैले आजको दिनमा यो मैले अघि अघिको एउटा चुरो कुरा के गरिरहेको थिएँ भन्दाखेरि हो यो हामीले स्ट्रक्चरल देखिरहँदाखेरि यहाँ बढ्छ यहाँ गर्छ भनिरहँदाखेरि अहिले मैले यो कुरा गर्न खोजिरहेको छैन। मैले कुरा गर्न खोजिरहेको यदि तपाईँ प्र्याक्टिकल बेसमा ट्रेड गर्न सेटअप बनाइरहनु भएको छ भने एउटा सामान्य कुराले पनि धेरै कुराहरू चेन्ज हुनसक्छ। अहिले मैले अब धेरैलाई कमन लागिरहेको कुरामा मैले यहाँनिर एउटा यो फ्याक्टल युज गरेँ। यहाँ फ्याक्टलमा के भन्न खोजिरहेको छ, फ्याक्टलले के भन्न खोजिरहेको भन्दाखेरि वेबहरू जहिले पनि फ्याक्टलमा हुन्छ, वेबको नेचरहरू फ्याक्टल हुन्छ भनिरहेको छ है। वेब भनेको एउटा हाई लो बनाइरहेको फ्याक्टलमा हुन्छ भनिरहँदाखेरि पनि नि तपाईँले यसमा मैले यो त्यसरी नै यो फ्याक्टल युज गरिरहेको फ्याक्टलमा तपाईँले कहिले हाई बनाइरहेको हुन्छ, तल्लो साइडकोमा लो बनाइरहेको हुन्छ, हायर यो बनाइरहेको हुन्छ भनिरहँदाखेरि यहाँ जानुभयो भने जस्तो कि लेट सपोज गर्नु यहाँनिर गइरहँदाखेरि यो क्यान्डलको ठाउँमा हामीले यहाँनिर गएर लाइन बनायौँ। लाइन बनाइरहँदाखेरि वेबहरू फ्याक्टल हुन्छ भनेको चाहिँ नि के भन्न खोजिरहेको भन्दाखेरि वेबको क्यारेक्टरमा भन्न खोजिरहेको यहाँबाट बढ्यो यो यो यहाँ अलि तल आयो फेरि बढेर गयो, यहाँबाट यो जब यो माथि बढ्न सकेन यो बिस्तारै के भने वेबले डाउन साइडको ट्रेन्ड बनाइरह्यो होइन। कुनै लेभलमा हेरिरहनु भने गइरहेको छैन, यहाँदेखि यहाँसम्मको लेभलहरू चाहिँ नि हाम्रो रेन्जिङ भइरहेको छ होइन। यो लेभल हाम्रो रेन्जिङ भइरहेको छ। जस्तो कि यहाँ यहाँ भन्न खोजिरहेको कुरामा जस्तो कि हामी धेरै धेरै त्यो के अरे उ नगरिकन हामी यहाँ भइरहेको टुल्सहरू युज गरिरहेर हामीले यहाँ हेरिरहेको छौँ। हाम्रो यो लेभलले भनिरहँदाखेरि यो चाहिँ नि हाम्रो के भइरहेको रहेछ भन्दाखेरि रेन्जिङ रहेछ। रेन्जिङलाई तपाईँले मिट गर्नुहोस्, मिट गरिसकेपछि रेन्जिङको मिटभन्दा माथि भयो भने बजारले बुलिस हुनसक्छ अथवा यो रेन्जिङमा तपाईँले यहाँ किन्ने यो ठाउँमा किन्ने यो माथि गयो अनि त्यसपछि खसिरहँदाखेरि यो हेर्ने यहाँ चेक गरेको गरेर यहाँ तल आइसकेपछि अब फेरि फर्केर गयो भने तपाईँको एउटा सुरुको टार्गेट भनेको यहाँ हुन्छ सिधो होइन। यो एउटा मेकानिकल वेबको कुरा गर्न खोजिरहँदाखेरिको कुराहरू मैले यो देखाइरहेको। यो यसरी यो भनिरहँदाखेरि यो सुरुको टार्गेट यहाँ हुन्छ भनिरहँदा के भनेको जस्तो लाग्न सक्छ होइन। यो कुरामा चाहिँ नि यो कुरालाई अहिले मैले यो कुराहरू हामी पछि अब बढी जाँड हुँदै झाँसो राख्दै रहँदाखेरि हामी यो कुराहरू गर्न सक्छौँ। जस्तो कि यहाँनिर मैले यहाँनिर आइरहँदाखेरि मैले एउटा लाइन के बनाइदिएँ भन्दाखेरि जस्तै कि हामी रेगुलरली क्यान्डलमा जाउँ होइन। क्यान्डलमा गइरहेपछि अहिले मैले माइक्रो फाइनेन्सको कुरा गर्न खोजिरहँदाखेरि तपाईँले प्रत्येक यहाँ तल हेरिरहनु भयो भने योभन्दा तल ल हेर्नु है कति सजिलो छ, एकदमै सजिलोसित मैले के भन्नु खोजेँ योभन्दा तल भनिसकेपछि तपाईँले यहाँ मार्क गर्नुभयो। यो मार्क गरिसकेपछि योभन्दा तलको प्राइस चाहिँ नि तपाईँको
के भन्दाखेरि यहाँ बुल क्यान्डल भएर फर्केर गयो भने प्राइस चाहिँ बढ्न सक्ने सम्भावना हुन्छ भन्न खोजिदिएको। यो फ्याक्टरमा जहिले पनि प्राइसहरू ठोक्किन आउन सक्छ होइन। त्यसपछि के भयो, यहाँबाट यो बढेर गयो, यहाँबाट यो हाई बनायो, हामीलाई केही भयो कहाँसम्म पुग्छ हामी चाहिँ मतलबै भएन। दोस्रोचोटि आइरहँदाखेरि हाम्रो यहाँनिर अर्को एउटा फ्याक्टर बनायो, लो बनायो। हामीले बनाएको नि यो प्राइसलाई हामीले देखेको फ्याक्टर बनाइरहेको। यदि हामी यहाँबाट यो किनिरहेको ठाउँमा, यो बढिरहेको ठाउँबाट यो ठोकेर आएको यो ठाउँमा नयाँ लो बनाइरहेको छ, यो यो लो थियो, यो हायर लो भनेको नयाँ इनसाइडर लो बनाइरहेको, नयाँ लो बनाइरहेको छ भने यसको के काम हुन्छ भन्दाखेरि यसले यो पहिलाको भन्दा हाईलाई ब्रेक गर्नुपर्ने हुन्छ। यसलाई हाईलाई ब्रेक गर्छ कि गर्दैन भनिरहँदाखेरि तपाईँले यहाँनिर मार्क गर्नुभयो भने सबभन्दा पहिला यदि बुल आउनु भनेको यो लेभलमा, यो लेभल मैले यो लाइन मार्क गरिरहँदाखेरि यसलाई मैले सेतो बनाइदिएँ है। हेर्नुभयो भने के भन्न खोजिरहेको भन्दाखेरि यो यहाँबाट हिँडिरहेको यात्रा यहाँ ठोक्यो, तल आयो, तल आइसकेपछि अनि यहाँ ठोकिसकेपछि यो माथि गयो, माथि गइरहँदाखेरि जब यो फर्मेसन हुन्छ तपाईँको डिक्लेयर लाइन बनिरहेको हुन्छ। तपाईँले यहाँ मार्क गरिसकेपछि प्राइस बढेर यो ठोकिन्छ भनिरहेको होइन। यहाँ यो प्राइस बढेर यो माथि जान पाउँछ, जति पनि माथि जान पाउँछ, तर खस्दाखेरि तपाईँको यो लोलाई रेस्पेक्ट गर्नुपर्छ, यो हायरलाई रेस्पेक्ट गर्नुपर्छ। यहाँ ठोकेर यो बजार माथि गइरहेको भए बुल ट्रेन्ड कन्टिन्युटी थियो, तर यहाँबाट खसेर तल आयो, ठिक छ, यहाँ अर्को नयाँ बनायो, लो बनायो, यसले हायर त हायर लो बनाएको छ, तर यो लोले यसले हाईलाई ब्रेक गर्न सकेन। किन करेक्सन आयो भनिरहँदाखेरि हामी हजार थरी बाहना बनाइरहेका हुन्छौँ, लाखौँ कोसिस गरिरहेका हुन्छौँ, तर के भनिरहेको छ भन्दाखेरि यहाँबाट बनाइरहेको यो लोले यसलाई माथि यो अर्को हाई बनाउन सकेन। हाई बनाउन नसकेपछि प्राइस चाहिँ नि कि खस्छ कि डाउन ट्रेन्ड छ भन्न खोजिरहेको थियो, यहाँनिर भन्न खोजिरहेको थियो। त्यसपछि खसेर आयो, पहिलाको ठाउँमै ठोकेर आयो। हेर्नु है, पहिलाको यो लोमै यहाँ ठोकेर आयो। यसले प्राइस चाहिँ नि यो माथि, यसले माथि पनि गएन तल पनि गएन, केही पनि गरेकै छैन। तपाईँले यसमा केही दिमाग लगाउनै परेन। भन्नको मतलब के, हामी यसमा धेरै सोचिरहनु परेन। यसले लो पनि बनाएन, त्यसपछि केही समयपछि फेरि त्यही ठाउँमा ठोक्यो, फेरि ठोकेर यो बढ्दै बढ्दै गएपछि एउटा हाई बनाउने कोसिस गरिरहेको थियो। हाई बनाइरहँदाखेरि पनि यो हाईलाई यसले ब्रेक गर्नुपर्ने थियो। यो हाईलाई क्लोजिङ बेसको हाईलाई ब्रेक गर्नुपर्ने भनिरहेको है। यो यहाँनिर ब्रेक गर्न कोसिस गर्यो, ब्रेक गर्ने कोसिस गर्यो, फेरि त्यो आइरहँदाखेरि पहिलाकै रेस्पेक्टली ठोक्यो। ठोकिसकेपछि यहाँबाट यसले हाई बनाउनु कोसिस गर्नुपर्ने थियो, हाई बनाउन नसकिरहेर लोलाई रेस्पेक्ट गर्दै गर्दै खसेको हो। अब यहाँ तपाईँलाई अब के हुनुपर्छ, के हुनु पर्दैन भन्ने कुरा छोडिदिउँ क्या। मैले के भन्ने खोजेको, एउटा सानो फ्याक्टरले पनि तपाईँलाई यो कुरा गरिरहँदाखेरि यो भनिरहेको छ। यदि यहाँनिरदेखि तलबाट हेरिरहनु भएको छ, यतैतिरबाट हेरिरहनु भएको छ भने 1 2 3 4 5 6 सबै डाउन ट्रेन्डै भनिरहेको छ। हामी किन एकदम एक्साइटमेन्ट भएर बुल भनिरहेका छौँ यो मैले बुझ्दिनँ। मैले भनेको मेकानिकल ट्रेडमा तपाईँको हच्वाको भरमा केही कुराहरू हुँदैन भन्न खोजिदिएको। जस्तो कि अहिले आएर अर्को कुरा गर्नु, जस्तो कि हामीले ब्याङ्किङ, हामीलाई ब्याङ्किङमा बुल आउनुपर्छ, बुल आउनुपर्छ, बुल ल्याइदिनु पर्छ। कसले ल्याइदिने बुल? बुल ल्याइदिनलाई मैले यो मेकानिकल ट्रेडबाट भनिरहेको, बुल ल्याइदिन कसले ल्याइदिने बुल? बुल यतिकै आउँदैन होइन। बुल यतिकै नआइरहेको भए भएर मैले के भन्न खोजिरहेको भन्दाखेरि त्यसलाई चाहिँ नि हामीले जहिले पनि विचार गर्नु पर्यो क्या। भुल यत्तिकै आउँदैन, त्यसले गर्दाखेरि हामीले चाहिँ नि विचार गरिरहँदाखेरि जहिले पनि के विचार गर्नु पर्यो भन्दाखेरि जुनसुकै कुराको पनि चुरो कुरामा हामीले ब्याङ्किङमा हेर्नुहोस् होइन। ल यहाँ हेर्नुभयो भने ब्याङ्किङमा पनि हेर्नुभयो, अघि मैले ब्याङ्किङको कुरा गरिरहेँ, ब्याङ्किङमा कुरा गरिरहँदाखेरि पनि नि हामी यो राइज भएको थियो, यहाँबाट खस्यो, यो ठिक छ, यहाँबाट यहाँ तपाईँले यसलाई मार्क गर्नुहोस् होइन। ल केही गर्नु पऱ्यो नि, यहाँ मार्क गर्नुहोस्। यो मार्क गरिरहँदाखेरि यो कति हो भन्ने थाहा छैन भने पनि यहाँ मार्क गर्नु, यहाँ क्लिक गर्नुहोस्, हेर्नुहोस् क्या। यहाँ तपाईँले कहीँ पनि मेहनत गर्नुभयो भने यो भनेको कति हो भन्दाखेरि 1500 1408 रहेछ। 1408को लोलाई मार्क गरिरहनु भएको, 1408को लोलाई तपाईँले मार्क गरिरहनु भएको कुरालाई यहाँ देखिरहेको। 1408 भन्दा यो बजार बढेर गयो, बढेर जान पायो। अब त्यसपछि यो यहाँनिर अर्को एउटा लो बनिरहेको छ, हेर्नुभयो भने यहाँनिर इनसाइडको लो बनिरहेको, हायर साइडको इनसाइडको लो बनिरहेको थियो। यसको काम के थियो, यसलाई यो माथि लिएर जानुपर्ने थियो, यसले माथि जान सकेन। त्यसपछि बजारमा योलाई रेस्पेक्ट नगरेर यो तल आइरहेको, तल आइसकेपछि सबभन्दा पहिलो ठोकिने ठाउँ यही हो। यहाँबाट पनि एकचोटि बाउन्स गर्न खोजिरहेको थियो, यो माथि गएन, फेरि तल आइरह्यो। यो ठाउँबाट अब के भइरहेको छ भन्दाखेरि अब यो लोले थान्न सकेन, नयाँ लो बनेको।
यसमा नयाँ कुरै छैन। यो लोले यो पहिलाको लोले धान्न नसकेपछि यो लेभलबाट नयाँ लो बनिरहेको। अब यहाँनिर आइरहँदाखेरि पनि तपाईँ जस्तो कि यहाँबाट खसेर आइरह्यो, यहाँनिर बसिरह्यो, यहाँनिर आइरहनु भयो भने यो एकदमै उडेर हामी यो एकदमै बुल 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 भनेर महाभारत भन्नु परेन। यो हामी बुल ट्रेन सिद्धेर बेरिस ट्रेनको बुल र्यालीको अन्तर्गत भइरहेको भएर बुल बुल र्याली अन्तर्गतमा एउटा सोफिस्टिकेट एउटा र्यालीलाई पनि ब्रेक गर्न सकेन। ब्रेक गर्न नसकेपछि अझै हामी बुल हुन्छ भनिरहेका छौँ। त्यसपछि यो बुल हुने होइन, यसले चाहिँ नि खसिरहेको डाउन ट्रेन्डको कुरा गर्न खोजिरहेको थियो। अहिले पनि यो बढेर यो लेभलसम्म पुग्नुपर्ने जरुरी छ। पहिला प्रथम यहाँ कस्तो हुन्छ, त्यसपछिको रियाक्सन कस्तो हुन्छ, त्यसपछिको नयाँ कुराहरू देखिन्छ, यो भन्न खोजिरहेको मैले। एउटा सामान्य जस्तो कि अब तपाईँलाई कुरा गरिरहेको अथवा हामीले कुनै कुरा गरिरहँदाखेरि पनि नि हामीलाई के लागिरहेको हुन्छ भन्दाखेरि कुनै एउटा कम्पनी विशेष चाहिँ नि उडिरहेको देख्नुभयो। जस्तो कि अब अघि अघि हामीले धेरै मात्रामा एकदमै आज पनि हेरिरह्यो भने कति 36-37वटा हाइड्रोको कम्पनीहरू चलायमान हुन्छ भनिरहेको छ। मैले हाइड्रोको कम्पनीहरू चलायमान हुन्छ मैले भनिरहेको होइन, यहाँबाट नै यसले भनिरहेको, यसले ग्रोथ दिएर भन्न खोजिरहेको। यसले ग्रोथ दिएर भनिरहँदाखेरि हाइड्रोको कम्पनीहरू चलायमान हुन्छ भनिरहँदाखेरि एउटा मैले यो टुल्स लगाइदिएँ होइन। यो टुल्समा यहाँ लो थियो, यो लो थियो, यो हेर्नु यो एउटा लो भयो, यो हायर है, योभन्दा माथिको लो, योभन्दा माथिको लो, योभन्दा माथिको लो। जबसम्म हामी यो लोहरू ब्रेक गरिरहेका हुँदैनौँ, हामी चाहिँ नि बजार खस्छ अथवा यो खस्नुपर्छ भनेर हामी दिवा सपना देखिरहेको हुन्छौँ। मैले एकदमै मैले के भन्न खोजिरहेको भन्दाखेरि यदि तपाईँ नम्बर बेसमा ट्रेड गर्नुहुन्छ, नम्बरसित कुरा गर्न खोजिरहेको, अब यो जुन यो हेरिरहँदाखेरि पनि तपाईँले यहाँनिर लागिरहेको छ, यसमा दुईटाको डिफ्रेन्सेस यहाँ छ हेर्नु। यो दुईटाको डिफ्रेन्सेस कति छ? 1.3 र 1.4 बिलियनको बिचको डिफ्रेन्सेस भन्न खोजिरहेको है। यो भन्न खोजिरहेको यो डिफ्रेन्सेस निकाल्नुहोस् होइन। यो डिफ्रेन्सेसबाट पनि थाहा हुनसक्छ। मैले यो हेरिरहँदाखेरि हिजोको दिनमा हाम्रो चलेको कम्पनी, हिजो हामीलाई एकदमै हाई हाई हामी यो कोभिडको बुलको बेलामा चलेको कम्पनी भनेर कुरा गरिरहेका हुन्छौँ। कोभिडको बुलको बेलामा र अहिलेको बुलको बेलामा कम्पनीहरू चल्ने त्यसरी नै हो। तपाईँको सोच अथवा हिजोको जोसुकैको सोच भने पनि नि भावी पुस्ताको सोचहरू मेकानिकल नम्बरसित बेसको ट्रेडमा हुन्छ। त्यसैले हामी यहाँबाट जुनसुकै लाइन धर्का यो तानिरहँदाखेरि पनि के गर्नु पर्यो भन्दाखेरि अलिकता स्किलपूर्ण गर्नु पर्यो भन्न खोजिरहेँ। जस्तो कि मैले यहाँनिर एनएसडिएल आज मैले एकदमै यो स्ट्रक्चरल डेभलपमेन्टको प्रोसेसरमा यो यो फ्याक्टरले कसरी काम गरेर खोजिरहेको छ भन्ने खालको कुरा गर्ने भिडियो बनाइरहेको भएर हेर्नुभयो भने कुनै समय यहाँदेखि तपाईँले हेरिरहँदाखेरि सबै सबै हाइलाई ब्रेक गर्दै 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 गएको थियो। कुनै ठाउँमा आइसकेपछि टिक्न नसकेर यहाँबाट यो डाउन ट्रेन्ड आयो, योभन्दा यो माथि नै छ। यसले के गर्नुपर्ने थियो कि यो अब हाम्रो आगामी दिनमा अब यतातिर फिल हुने है, यतातिर फिल हुने के हुनुपर्ने थियो भन्दाखेरि कि यो लेभलभन्दा तल आउनु पर्ने थियो कि यो लेभललाई ब्रेक गरेर माथि जानुपर्ने थियो। यो लेभललाई ब्रेक गरेर माथि गयो, फेरि हेर्नु त्यही ठाउँमा ठोकिएको छ, यो त्यही ठाउँमा ठोकिएको छ, फेरि यो फर्केर माथि यसले के गर्यो, यसले हाई बनायो। हाई बनाएपछि यसको काम सिद्धियो। यो पछिको यो करेक्सन आइरहँदाखेरि के हुनुपर्ने थियो, योभन्दा तल करेक्सन आउनु हुँदैन थियो। तर के गर्यो, योभन्दा तल करेक्सन आयो, करेक्सन एकैचोटि कहाँनिर आइपुग्यो, पहिलाकै ठाउँमा आइपुग्यो। तर यसले रेस्पोन्स गर्न सकेन, रेस्पोन्स गर्न सकेन। अनि फेरि यो 1 2 3 4 दिनपछि फेरि एकै ठाउँमा आएर फेरि रेस्पोन्स गर्ने कोसिस गर्यो। यहाँ कोसिस गर्दाखेरि पनि सक्सेस भएन, त्यसपछि खसेर आयो भन्न खोजिरहेको मतलब चाहिँ नि प्रत्येक प्रत्येक पोइन्टहरूमा तपाईँले इन सपोर्ट बेसमा भन्नुहोस् अथवा रेसिस्टेन्ट बेसमा भन्नुहोस्। तपाईँले रेसिस्टेन्ट बेस यसलाई तपाईँले रेसिस्टेन्ट बेस भन्नुभयो भने पनि नि अथवा सपोर्ट बेस भन्नुभयो भने यहाँ बन्ने क्यान्डल बुल नेचरको फुल्ली बुल नेचरको क्यान्डल चाहियो। बुल नेचरको क्यान्डल भएपछि के हुन्छ भन्दाखेरि प्राइस चाहिँ नि माथि खोलिरहेको हुन्छ। यदि यो ठाउँमा आइरहँदाखेरि बियर नेचरको क्यान्डल भेट्नुहुन्छ भने पक्कै पनि त्यसले डाउन ट्रेन्ड भन्छ भन्न खोजिरहेको। यहाँ यो भन्न खोजिरहेको कुराको कन्सेप्टमा बुझ्नुभयो भने जस्तो कि यहाँबाट खसेर यहाँनिर आइरहँदाखेरि फ्याक्टल बनेको ठाउँ छ होइन। अब तपाईँले यहाँनिर यसलाई मार्क गरिरहँदाखेरि र अर्को यो मार्क गरिरहँदाखेरि यो प्राइस बढेर जान्छ भन्नुभयो, एकदमै पोजिटिभ हुनुभयो। ठिक छ, पोजिटिभ भएर यो सिरिजहरू बढ्दै गयो। तर बढेर जाँदाखेरि पहिलो वाच लेभल कहाँनिर भन्दाखेरि यो लेभलसम्म वाच लेभल हो, यो लेभलसम्म वाच लेभल हो। मैले भन्न खोजिरहेको हेर्नुभयो भने रेस्पोन्स गरेको छ कि छैन, ल हेर्नुहोस् रेस्पोन्स गरेको छ कि छैन। यो रेस्पोन्स भइरहँदाखेरि यो रेस्पोन्स गरिरहेको ठाउँमा यहाँनिर के भइरहेछ, बजारमा मल्टिपल टाइम फ्रेममा
बजार पढ्न नसिकेको एउटै लेभलको क्यान्डलहरू कुनै पनि मोमेन्टम क्यान्डलहरू क्रिएट भइरहेको छैन। म जुन जुन एउटै लेभलमा नाचिरहेको रातो हरियो पहिलो क्यान्डलहरू रातो क्यान्डलहरू बनिरहेर एउटै लेभलमा एउटै टाइम फ्रेममा यो दुइटाको बिचमा बसिरहेको छ भने तपाईँले के विचार गर्नु पर्यो भन्दाखेरि यो चाहिँ नि रेन्जिङमा छ। अब रेन्जिङ जब जब रेन्जिङ हुन्छ, रेन्जिङ भइसकेपछि यसलाई ब्रेक गर्नलाई कि यो के अरे सपोर्टमा रेड क्यान्डल आउनु पर्यो कि यो रेसिस्टेन्समा ग्रिन क्यान्डल आउनु पर्यो रेन्जिङ ब्रेक गर्नलाई। यो रेन्जिङ ब्रेक गर्ने कोसिसमा मैले यो भने होइन। त्यस्तै मैले अर्को जस्तो कि हामीलाई एकदमै आजको आजको दिनमा एकदमै बुल भएको क्यान्डल स्क्रिप्ट चाहिँ के थियो भन्दाखेरि ल यहाँबाट हेरौँ होइन, यतातिरबाट हेरौँ हामीले धेरै मेहनत नगरिकन यहाँ यताबाट हेर्नुभयो भने बिपिसिआर ल है, बिपिसिआरलाई मैले लिएँ। हामी स्किप हेरिरहँदाखेरि हामी धेरै यतैतिर जुन जुन कम्पनी चलेको छ जुन जुन कम्पनी डाउन ट्रेन्डमा गइरहेको छ त्यसलाई लिइरहनु भयो भने यहाँबाट यो बढिसकेको मैले कुरा गरिरहेको छु नि, यहाँबाट खस्यो। यहाँनिर तपाईँको फ्याक्टल छ हेर्नुभयो भने यहाँ आनन्दले देख्नुहुन्छ एकदमै फ्याक्टललाई हामी राम्ररी युज गर्नुभयो भने फ्याक्टरलाई राम्ररी युज गर्नुभयो भने यहाँ फ्याक्टल छ, यहाँनिर युज गर्नु, यहाँनिर मार्क गरिदिनु। यो लेभल मार्क गरिरहँदाखेरि अघि मैले भने होइन, यो कुन लेभलको हामीले फ्याक्टल युज मार्क गरिरहेका रहेछौँ भन्दाखेरि यहाँनिर मार्क गरिरहनु भयो। यहाँ मार्क गरिरहँदाखेरि हेर्नुभयो भने के भइरहेको छ, यो कति नम्बरको रहेछ त। यहाँ अरू पनि तरिका छ, मैले यो सजिलो तरिकाले यहाँबाट एकदम 376.15 को रहेछ त्यो। यसले के भनिरहेको छ, यसले हाम्रो बजारमा एउटा र्याली क्रिएट गर्यो। यसले र्याली क्रिएट गरिरहँदाखेरि के गर्नुपर्ने थियो, यो लेभलमा ब्रेक गर्नुपर्ने थियो हो, यो लेभलमा ब्रेक गर्नुपर्ने थियो बुल नेचर हुने भएको भए। यहाँबाट यो माथि जान सकेन, माथि जान नसकिसकेपछि तपाईँले यसमा अर्को कलरको मार्क गरिरहनुहोस् होइन। अर्को कलर भने मतलब यहाँ मैले एउटा निलो लेभलको मार्क गरिदिएँ ल स्टाइलमा गएर मार्क गरिरहेपछि के भयो भन्दाखेरि ट्रेन चाहिँ नि विक छ भनिरहेको भयो। ट्रेन विक भइरहँदाखेरि यहाँबाट यो खसिरहेको ट्रेन चाहिँ कहाँनिर आइपुग्छ, फर्स्ट टाइम यहाँनिर नै आइपुग्छ भनिरहेको। यहाँनिर आइरहँदाखेरि अब यो बढेर गइरहँदाखेरि पनि यो पुग्ने ठाउँ भनेको पहिलो लेभल यहाँ छ, दोस्रो लेभल यहाँ छ, यो भइरहेको होइन। यो कुराहरू मैले यो यसरी देखाउन कोसिस गरिरहेँ। यसलाई भनेको कुरामा त्यसरी हेर्नुभयो भने अलि राम्ररी बुझिन्छ। त्यो यो कुराहरू मैले भन्न खोजिरहेको है। यो त्यस्तै अब आएर हामीले हामीले हेरेपछि हामीलाई हेरिरहेको कुराहरूमा जुनसुकै कम्पनी एकदमै डाउन ट्रेन्डमा भएको कम्पनी जिएफएल बढ्यो। अब जिएफएल बढ्यो भनिरहँदाखेरि होइन, हाम्रो सबभन्दा चासोको कुरा हामी एकदमै हो बढेको कुरा कन्फर्म हो, बढेको छ यो लेभलबाट नभइकन यहाँनिरसम्म यसको पुग्ने यात्रा देखिरहेको छ होइन। पुग्ने यात्रा देखिरहेको है, मैले हेर्नुभयो भने यो पुग्ने यात्रा यहाँ देखिरहेको छ। अब फर्स्ट यात्रा यहाँनिर छ, यति लेभलसम्म यसलाई कसरी ब्रेक गर्दै जान्छ र स्ट्रक्चरल जब चाहिँ नि बढ्ने क्रम भयो भने के हुनिरहेको हुन्छ भन्दाखेरि फ्याक्टरहरू हायर पोजिसनमा हाईलाई ब्रेक गर्दै गर्दै गइरहेका हुन्छन् र नयाँ के अरे च्यालेन्जेसहरू स्ट्याब्लिस भइरहेको हुन्छ। जस्तो कि यहाँबाट खसिरहेको र यो लेभलमा बढ्दै बढ्दै गइरहेको कुरा गर्न खोजिरहेको। यहाँबाट यो लेभल थियो, यहाँबाट यो खसिरहेको लेभलमा थियो भनिसकेपछि यसपछिको बिस्तारै यहाँ हेर्नुभयो भने ल ल है यहाँनिरबाट यो बढ्दै 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 गइरहेको कुरामा मैले यो भन्न खोजिरहेको। अब योसँगै एउटा सजिलो अर्को एउटा यहाँनिर हामी एउटा छुट्टै यहाँनिर एउटा अर्को एउटा टेक्निक हामी कुरा गरिरहेका हुन्छौँ। जस्तो कि यहाँनिर जानुभयो भने या इन्डिकेटरमा गएर VWMA भनेर वेटेज बेसको 20 दिनको यो हामीले भोल्युमसित वेटेज लगाइरहेको। अब यो हाम्रो प्राइसमा बढिरहँदाखेरि होइन, एउटा फ्याक्टरले सपोर्ट गरिरहेपछि बढ्छ भनिरहँदाखेरि पनि फ्याक्टरले सपोर्ट गरिरहँदाखेरि पनि के हुनु पर्यो, प्राइस चाहिँ नै योभन्दा माथि हुनु पर्यो, योभन्दा माथि हुनु पर्यो भन्न खोजिरहेको। त्यसैले अघि भनेको जस्तै गरेर यो कुराहरू बुझ्नुभयो भने सजिलो हुन्छ। त्यसैले मैले यो भनिरहेको होइन, यो हामी एकै दिन धेरै कुराहरू गर्न सकिँदैन। तपाईँले आफ्नो कम्पनीमा यो 4-5वटा कुराहरू टेस्ट गर्नुभयो भने तपाईँलाई सजिलो हुनसक्छ भन्न खोजिरहेको। यो चाहिँ नि मैले यसरी नै भने होइन, र यही कुराहरूमा सम्पर्क गर्नुभयो भने र हामी भनिहालेँ हाम्रो यो कुराहरू जर्नलाइज यो बढ्नलाई के हुनुपर्ने रहेछ, योभन्दा माथि प्राइस आइसकेपछि मात्र हामी सुनिश्चित भएर यात्रा गर्न सक्दो रहेछौँ। यो मैले यो भनिरहँदाखेरि यो कुरामा यहाँ देख्नुहुन्छ हो कि न भनिरहँदाखेरि यहाँ हेर्नुभयो भने पनि क्लियरली भिजनरी भइरहेको हुन्छ। त्यसैले हामी ट्रेनको एगेन्स्टमा ट्रेड नगरिकन ट्रेड विथ ट्रेन
भन्ने शब्दलाई राख्दै हाम्रो हेर्नु यो हाम्रो नाम पनि हेर्नु ट्रेड विथ भाइब्स भन्ने रहेछ होइन, एकदमै पोजिटिभ भाइब्स त काम गर्नु होला भनेर मैले यो कुरा गरेँ। हस् त, भोलि भोलि अथवा हामी अर्को अर्को 2-4 दिनपछि हामी फेरि नयाँ भिडियो ल्याउँछौँ। आज हामी स्क्यानर नभएर हामी एउटा इन्डिकेटरले हामी स्ट्रक्चरल पहिचान, मार्केटको स्ट्रक्चरल कहाँनिर छ र कसरी पहिचान गर्न सकिन्छ भन्ने खालको यो कुरा गरिदिरहेको। यो एकदमै सामान्य सामान्य कुरा गर्न खोजिरहेको। ट्रेड गर्ने आफ्नै क्यापासिटी हुन्छ, आफ्नै स्टाइलले ट्रेड गर्नुपर्छ। ट्रेड गरिरहनलाई इन्डिकेटरको नलेज हुनु पनि जरुरी छ। अरू अरू कुराहरू यो क्यान्डलको यो नलेज त ठिकै छ होइन, इन्डिकेटरको नलेज भइरह्यो भने तपाईँलाई पिन पोइन्टमा ट्रेड गराउँछ। अघि मैले भने नि यो लाइन तान्नुभयो, के को लाइन तानिरहेको भन्दाखेरि यहाँ हेर्नुभयो भने तपाईँले यो लेभलको लाइन तानिरहनु भएको रहेछ नि त। 4,000 चान्चुनको लाइन तानिरहनु भएको रहेछ, 4,779को। तपाईँले यहाँनिर तानिरहेको ठिक छ, 4,779 भन्दा माथि गयो अथवा 4,779मा क्यान्डल कस्तो बन्छ भनेर कुरा गर्न खोजिरहनु भएको लाइन तानिरहनु भएको हो नि त। जस्तो कि यहाँ माथिको लेभलमा लाइन तानिरहँदाखेरि पनि तपाईँले के भनिरहनु भएको छ भन्दाखेरि यहाँनिरको हेर्नुभयो 5,284को लाइन तानिरहनु भयो। यदि तपाईँ बुल छ भने 5,284 भन्दा माथि अहिले यो बढ्दै बढ्दै गएको ठाउँमा आइरहँदाखेरि यो लेभलमा के गर्छ प्राइसले भन्ने हो। यो अहिले हाम्रो रेसिस्टेन्स लेभल भयो, यो लेभलमा के गर्छ प्राइसले भन्ने हो, यो लेभलमा के गर्छ प्राइसले भन्ने हो। यो लेभलमा एकदमै बुलिस, एकदमै के अरे यो क्यान्डलहरू, यो के अरे बुलिस नेचरको क्यान्डलहरू, हामी कुनै समय हामी बुलिस नेचरको क्यान्डल र बेरिस नेचरको क्यान्डलमा कहाँ हेर्नुपर्छ, कहाँ देखिन्छ भन्ने खालको कुराहरू पनि गर्छौँ। आजलाई यति भन्दै हस्त बिदा भए। लाइक, सेयर र सब्सक्राइब गर्नु। जति धेरै लाइक भयो हामीलाई भिडियो बनाउन पनि एकदमै मजा आउँछ।